पासपोर्ट बनाउने ठाउँ हो। बिहान पौने 8 भएको छ। पौने 8 बजे यति धेरै लाइन बसिरहेको छ यता मान्छेहरू। 10 बजे अफिस खुल्ने है, तर यहाँ बिहान पौने 8 बजीदेखि यति धेरै लाइन भइसक्यो नेपालमा। यो डिपार्टमेन्ट अफ पासपोर्टको हो। यति धेरै लाइन भइसक्यो। 2 घन्टा अगाडि नै भनौँ न। अहिले टाइमसम्म पौने 8 मात्रै भएको छ। 10 बजे अफिस खुल्ने हो र अहिले चाहिँ यति धेरै लाइन भइसक्यो 2 घन्टा अगाडि नै। भनेपछि हेर्नुहोस् नेपालको हालत यति धेरै लाइन कतिजना होला हेर्नुहोस् त तपाईँहरू आफै। म यहाँ पौने 8 बजे आइपुग्यो होइन, तर यहाँ लाइन हेर्नुहोस् कति। 2 घन्टा अगाडि आइपुग्दा लाइन यति लामो छ। यो लाइन कहाँसम्म हो थाहा पनि छैन। यति धेरै लाइन थियो 2 घन्टा अगाडि नै। यो लाइन कहाँ हो फेरि, कहाँ गएर टिप्पिन्छ हेर।